हेलो गाइस र आज चाहिँ धेरै दिनको बादपछि त हाम्रो बडा बडी पिपी मामा सिरिज दादा सिमेन दादा अनि अरू दादाहरू आउनुभएको छ होइन र आज चाहिँ हामी अघि बिहानै आउनुभएको तर आज चाहिँ म सर्ट खालको भ्लग बनाऊँ भनेर चाहिँ आएको छु र अहिले चाहिँ हामी कहाँ तल जाँदैछु होला होइन तल चाहिँ हामी जाँदैछ उयो के भन्छ बलाबासको ब्रिज हाम्रो लर्ड चन्तङ बलाबास ब्रिज जाँदैछ त्यसमा त्यहाँ चाहिँ हाम्रो स्काई वक छ होइन मुनिल्लोपट्टिमा एउटा ब्रिज कन्स्ट्रक्ट भएको छ सो त्यहाँ जाँदैछ चिप्लो छ हो गाइस र हामी हिँड्दै गरेको बाटो चाहिँ यस्तो छ होइन चारैतिर हरियाली उयो चिया बगान गाइस हाम्रो चाहिँ खासमा यहाँनिर बलाबाससम्म नै पुग्ने गाडी पुग्ने रोड थियो होइन तर अहिले चाहिँ रोड कन्स्ट्रक्सन त भइसकेको रहेछ परनिर उयो एन्ट्रीमा खालि उयो रहेछ होइन बनिँदै रहेछ यहाँ त बनिसकेको रहेछ सो हामी हिँडेर जाँदैछ अहिले चाहिँ जस्ट 10-9 मिनट्स लाग्छ पुग्नु पर्यो भने रोड चाहिँ यहाँ त बनिसकेको रहेछ राम्रो हो तर हेर्नुहोस् राम्रो बनिसकेको रहेछ तर परनि चाहिँ गाडी हिँड्ने हामी गाडीमै आएको माथिल्लोपट्टिको रोडसम्म चाहिँ होइन मेन रोडसम्म चाहिँ तर यहाँनिर चाहिँ बन्द थियो अनि तर आउनु पाएन आधीसम्म खालि बनाएको रहेछ यहाँनिर आई गेस परनिर पनि बनाएको छ र हो तर यहाँ आधी खालि छ यहाँसम्म आइपुग्नु भयो यस्तो छ है हरियाली तर पानी अघि टङ लागिरहेको छ तल घरमा चाहिँ बिजनबारीमा चाहिँ यहाँ त अन्धकार छ यो दुनियाँ भनेको जस्तो भइरहेको रहेछ सबैजना आइसक्नु भएको छ हो तर दादाहरू चाहिँ बाइकमा आउनुहुँदैछ थुप्रै हुनुहुन्छ हो 6-7 जना उनीहरू त बाइकमा आउनुहुँदैछ कहाँ आइपुग्यो कुन कहाँ टोलिरहेको छ कि हो जानेछ पिपी पनि छ यहाँ पिपी र मिमी र गाइस हेर्नुहोस् यहाँनिर पहिरो झरिरहेको रहेछ हो पहिरो झरिरहेको रहेछ हेरौँ आफू बुढी मिमीहरू सक्नुहुन्छ कि हुँदैन तर्नु चाहिँ तर खासमा यहाँ पहिरो झरेको भन्नु नहटाएको पनि हुनसक्छ किनकि यहाँनिर गाडीहरू हिँड्नु देख्छ नि त उहाँ पिकअप पनि राखिरहेको रहेछ त्यतिकै यस्तो भएको हजुर होइन हुन्छ मामा यस्तो भएको रहेछ गाडी हिँड्छ भनेर बन्द गरेकै होला है हो बन्द गरेको हो बन्द गरेको बनाउँदै गर्दा होला गाइस हामी त जन्ती गएको जस्तो भइरहेको छ बिहाको अन्त के भन्छ मिमीहरूलाई त अहिलेदेखि टाढो लागेर जस्ट टेक्स 10 या 9 or 10 minutes to be there but बुढी मान्छेहरू हो भरे फर्किँदाखेरि हिँड्नु साह्रो पर्छ होला है भन्नुहुँदै थियो तर पुग्यो अब इट जस्ट टर्निङ देन वी रिच्ड हामी त आइपुग्यो मिन्स यो टर्निङ काट्नुपर्छ त्यहाँदेखि त के छ यहाँ चाहिँ खोलाहरू छ हो यतापट्टिबाट सोमको खोला अझबाट चाहिँ चुन्थुङको खोला हाम्रो खोला we reached to our bridge skywalk अनि यहाँनिर उयो तलपट्टि चाहिँ अर्को चाहिँ पहिला चाहिँ यहाँनिर ट्रान्सपोर्टेसनहरूको सिस्टम चाहिँ पुरा उयो थियो होइन अलिक नराम्रै थियो तर ट्रान्सपोर्टेसन त हुन्थ्यो सधैँ गाडीहरू चाहिँ खोलाबाट तर्थ्यो होइन त्यहाँदेखि अहिले चाहिँ गाडीहरूको लागि पनि सुविधाको लागि मुनिल्लोपट्टि पनि एउटा ब्रिज बनाइदिनु भएको छ यहाँ बिचबाट देखाइदिन्छु म तपाईँलाई र यो चाहिँ हाम्रो बलाबासको खोला आइपुगेको हो यहाँबाट त पावर हाउस हो पहिला ब्रिटिसहरूको पालामै बनिएको यो पावर हाउस चाहिँ यस्तो मुनि एउटा गाडी घरहरू नभएको ठाउँमा चाहिँ ब्रिटिसहरूले पहिलानिर ब्रिटिसहरूको डेभलपमेन्ट र गाइस यो तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लर्ड चन्तङ सिन्ताम अन्त सोम एरियाको बिचमा हाम्रो यो चाहिँ बलाबास खोलामा ब्रिज हो खोलाको ब्रिज हो पहिला यहाँ ब्रिज खाली थियो अहिले चाहिँ यहाँनिर उयो पनि भएको छ स्काई वक
र यहाँनिर यो मुनिको ब्रिज देख्नुहुँदैछ होला यो चाहिँ उयो के भन्छ गाडीहरू हिँड्ने ब्रिज हो यो चाहिँ जस्ट फर टुरिस्ट अन्त त्यो मान्छेहरू खालि हिँड्ने ब्रिज हो अन्त यहाँ चाहिँ पहिला चाहिँ मान्छेहरू हिँड्थ्यो अन्त बाइकहरू पनि कुदाउँथ्यो यो ब्रिजमा चाहिँ पहिला स्काई वक नहुँदा चाहिँ अहिले चाहिँ यो मुनिको लागि चाहिँ ब्रिज गाडी ट्रान्सपोर्टेसनहरूको लागि अन्त अर्को चाहिँ यहाँनिर चाहिँ ब्रिज हाम्रो स्काई वकमा चाहिँ ओन्ली उयो के भन्छ पिपल्स आर अलाउड ओन्ली अ पर्सन अन्त यहाँनिर खाली खुट्टै हिँड्नुपर्छ र पेपी पनि जसो तसो यहाँनिरबाट क्रस गर्नुहुँदैछ पेपीलाई त्यस्तो डर लागेन अरे हो माथि माथि हेरेर आउनु पर्दो रहेछ भन्नुहुँदै थियो र यहाँ पर चाहिँ बडीलाई चाहिँ डर लागेर सँगै जाउँ न भनेर बोलाउनु हुँदैछ हो उता र बडा चाहिँ आफै आउनुहुँदैछ यहाँनिर चाहिँ बडालाई चाहिँ तल हेरेर हिँड्दाखेरि छेउ छेउ लागेर हो नहेरी आउनु पर्दो रहेछ भन्नुहुन्छ बडीहरूलाई पनि त्यही रिकमेन्ड गर्नुहुन्छ तल नहेरी हो भनेर हो बडी त त्यहाँनिरबाट हिँड्नु सक्नु भएन बडी अड्केको तल हेर्नु बडी तल हेर्छ नि त औ तल हेर्नु सिधा आउन तल हेरि दल बलिन्छ इसको गर्ने त उयो हेर न बडी त इसको गर्नेहरू त नहेरि हिँड्नु न सिधा आउन बडा मामा हेर्नुहोस् न मामा बडी डराएको पिपी त ल्याउनु जानु भएको अरे पिपी त सिधा आउँदैछ ओह्रालो हेर्ने अल्मलिन्छ ओह्रालो हेर्नु हुँदैन अलिकति पानी परेछ नि त्यहाँ ओह्रालो हेर्नु हुँदैन रहेछ डर बिना आएको अरे भिडियो सुट हुँदैछ भनेर यहाँ यो दादाहरू चाहिँ के गर्दैछ कुनै आउँदैन पनि पानी झरी भइसक्यो गाडाङ गुरुङ चढेको त्यत्तिकै म चाहिँ लुथ्रुकै भइसक्यो हो आधी साह्रो चाहिँ यस पानी परेर चाहिँ एकदमै रिस उठ्दो भयो एकदमै रिस उठ्दो भयो हजुर पानी परेर मलाई पुरा रिस उठ्यो हो ओत लाग्ने ठाउँ पनि छ नि त अर्को कुरा चाहिँ फेरि यसो ओत लाग्ने ठाउँ पनि बनाइदिएको भए हुन्थ्यो है र अब त हामी जुन चाहिँ उयो ट्रान्सपोर्टेसन गाडीहरू चल्ने यता र उता गर्ने चुनथुङ टु के हो चुनथुङ टु सिन्ताम एन्ड सोम होइन नामहरू पनि बिर्सिसक्यो मैले त कति महिना बाद आएको म यहाँनिर पनि मामाले लाइभ गर्नुहुँदैछ यसलाई यहाँ झन् कस्तो दामी देख्छ गाइजहरू फोटो खिच्दाखेरि र क्यामेराम्यानलाई त यहाँनिर पर्खिरहनु भएको छ हो फोटो खिच्नुको लागि मामा पनि क्यामेराम्यानै हो यहाँनिर त पुरा अब हिसाब किताबहरू गर्नुहुँदैछ हाम्रो माथिको ब्रिज चाहिँ यस्तो छ अझै यो चाहिँ तपाईँहरूले भन्नुहुँदैछ होला यहाँ त यति खालि त रहेछ स्काई वक भन्नुहुँदैछ होला अब फेरि चाहिँ यहाँनिर आधीमा पनि लगाउने भन्नुहुँदैछ हो अहिले जस्ट एडभर्टाइजमेन्टको लागि यहाँ गर्नुहुँदैछ अहिले फेरि कन्स्ट्रक्सन चल्दैछ तर अहिले चाहिँ मनसुन सिजन भएकोले गर्दाखेरि चाहिँ एक दुई दिन महिनाको लागि होला आई गेस स्टप गरिरहनु भएको छ पानी पर्दैछ तर पनि हामी पानीले सिधा डटेर चाहिँ उयो गर्दैछ के भन्छ फोटोहरू खिच्दैछ हेर्दैछ र गाइस यो त तपाईँहरूले यो त के हो भन्नुहुन्छ होला होइन यो त पहिलानिर चाहिँ यसमा पनि साइन भएको थियो अरे ब्रिजको होइन तर यहाँनिर त उयो के भन्छ
लास्टमा चाहिँ आई डोन्ट नो आई थिङ्क इट्स करप्सन अर वाट त्यसले गर्दाखेरि चाहिँ यहाँनिर बनिनु पाएन र यहाँ चाहिँ ग्रुपिङ फोटो खिच्ने भनेर सबैजना रेडी हुनुहुँदैछ र हामीले एक दुईवटा फोटो खिचिसकेर चाहिँ अब चाहिँ निस्क्यौँ साह्रै पानी परेर घर निस्केको र दुईजना दिदीबहिनी चाहिँ एउटै छातामा अरू हामीहरू चाहिँ त्यही हो अब माथि पो हुन्छ त त्यो त आधी हेर्दै जानुहोस् होला र चाहिँ हामी चाहिँ पानीले लुत्रुका गयो हो पापा मैले लुत्रुका सबैजना लुत्रुकै पानी परेको हेर्नुहोस् न कस्तो पर्दैछ हुन्छ बढी हुन्छ हुन्छ अन्त छाता नभएर त बढीको छाता थियो अन्त पिपी र ठुलो मिमी जानुभयो हो हामी चाहिँ यहाँ ओत लागिरहेको छौँ अन्त उता गाडीको पालले हेर्नु मागिरहेको छौँ हामीले चाहिँ अब सबैजना यसरी उडेर जाने र हामीले चाहिँ माथिबाट गाडीको पाल ल्याउनु लागेको थियौँ र सिमेन दादा त आउनुहुँदैछ एउटा छाता र गाडीको पाल बोकेर हो अन्त यहाँ चाहिँ निर्णय भयो कि पापाहरू त्यही ओर्ने केटाखाल चाहिँ पाल ओरिकन माथिसम्म जाने जस्ट 2 मिनट्सहरू लाग्छ होला माथि पुग्नु तर पनि डरलाग्दो पानी पर्दैछ होला चाहिँ पाल ल्याउनु करै लाग्यो छाता थिएन र अन्त म र मम्मी चाहिँ एउटा पाल यो के पो अम्ब्रेलामा जान्छ पापाहरू चाहिँ पालमा जाने भनेर सल्लाह भयो र मम्मी चाहिँ यहाँनिर उयो के भन्छ अलिकति भिजी त हाल्यौँ छिटो उयो यति एउटै छातामा हामीहरू जान्दै गरौँ यिनीहरू मिलाइकन आउँछ जान्छस् भने छिटो आइहाल भनेर र गाइस यसरी चाहिँ गाडी कुदाएको जस्तो ट्रेन जस्तो चाहिँ हिँडेर चाहिँ आउनुहुँदैछ पापा सेकेन्डमा सिमियन दादा थर्डमा बडा अन्त फोर्थमा चाहिँ मामा जानुहुँदैछ एकदम हो लस्करै अगाडिकोपट्टिको त पापाले ड्राइभर अरे हो सेकेन्ड सिट थर्ड सिट फोर्थ सिट पनि छ है हाम्रो गाडीमा चाहिँ हो हेर्नुहोस् पानी कस्तो डरलाग्दो पर्दैछ भनेर तपाईँले सुनिहाल्नु होला हो रस्करै अब माथिल्लोपट्टि पुगे पनि हाल्यो हो र मम्मी चाहिँ हेरेर पुरा हाँस्नुहुँदैछ हेरेर माथि पुग्नु भयो अब हामी जान्छ ठुलो गाइसहरू आज चाहिँ हामीहरू भिज्दै रेनी सिजन भनेर थाहा भइ पनि छाता नली हिँड्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ हामीहरू पनि एक फेर परेर मात्रै त अब त्यतिङ अब चाहिँ हाम्रो पनि दिमाग खोलियो होइन अब घरमा त सुनको हात्ती पनि छ सुनको मूर्ति पनि छ भनेको जस्तै घरमा त अब छाता त अब पुरै छ नि तर बोक्नु बिर्सेपछि चाहिँ यस्तो दुःख पाउँदो रहेछ है साथीहरू गाइसहरू तपाईँहरूले चाहिँ यस्तो भुल नगर्नुहोस् होला मनसुन सिजन छाता बोकिहाल्नुहोस् र माथि रोड आइपुगिसक्यो पानी अझै पर्दैछ म भिजेको हेरिहाल्नुहोस् होला कस्तो डेन्जर भिजिरहेको छु र अब हामी गएको बिजनबारी बडीहरू जानुभयो रिसेटपट्टि गाडीमा जाँदैछ र फेरि लास्टमा इन्ट्रोड्युस गरिदिउँ यो चाहिँ यहाँ ब्रिज स्काई वक चाहिँ चुनथुङ बलाबस ब्रिज भन्छ लोकेसन र तपाईँहरू यहाँनिर आउनु भएको छैन भने आउनुहोस् होला एकदमै दामी पिसफुल होइन छ यहाँ चाहिँ चारैतिर तपाईँले नेचरको एक्सपिरियन्स पनि लिन सक्नुहुन्छ र यो ब्रिज चाहिँ अस्तिको यही साल बनेको भनौँ न अस्ति 1 जनवरीमा आई गेस त्यति बेला ओपनिङ थियो र धेरै फेमस पनि भइसकेको छ कतिजना आउनु पनि भइसकेको छ नआउनु हुनेहरू अवश्य आउनुहोस् होला यहाँनिर एकदम दामी छ हाम्रो ब्रिज चाहिँ अन्त मजाले यहाँनिरको ब्रिजको स्काई वक हेरेर जानुहोस् होला फोटो सुटिङ पनि राम्रो हुन्छ प्लस पोइन्ट अर्को कुरा माथिनिर पनि इफ तपाईँलाई फुल ब्रिजको फोटो खिच्नु छ भने उयो के भन्छ माथिनिर पनि एउटा फोटो क्लिकिङ पोइन्ट छ त्यहाँनिरबाट तपाईँले क्लिक गर्न सक्नुहुन्छ र टिल देन दिस मच फर टुडे गाइस र हेर्दै गर्नुहोस् होला मेरो ब्लग प्लिज लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल बाई बाई सी यू पानी पर्यो